यो झुलुङ्गे पुल गएको वर्ष मात्रै सम्पन्न भएको छ। सस्पेन्सन ब्रिज डिभिजनद्वारा यो निर्माण लगभग 266 मिटर लामो छ। यो पारी देखिएको शिवको मन्दिर छ र यता जाने बाटो चाहिँ खोटाङ दिक्तेल जाने र यो खोलाको नाम बरुवा खोला भन्छ र यताबाट चाहिँ चप्पन खोला झरेको छ र यसको शिरमा चाहिँ रौता डाँडा छ, एकदम पर्यटकीय स्थल उदयपुर जिल्लाको। र यो उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वार्ड नम्बर 11 मा पर्छ र यो शिवालय टोल पनि भन्छ। र यो बर्खामा अहिले यस्तो खोला भए पनि बर्खामा धेरै ठुलो आउँछ। र यो गाईघाट बजारको थोरै इतिहास बताउनु पर्दाखेरि म यही गाईघाटमा जन्मेको 2023 सालमा र मेरो बुवा 2018 सालमा 18-19 सालतिर खोटाङको हलेसी धितुङबाट झर्नु भएको थियो। र त्योभन्दा अगाडि चाहिँ यो गाईघाटमा विशेष त यहाँ तिर्जुगा खोला छ तल, त्यो खोला पारी र वारीमा चौधरीहरूको बस्ती थियो र अहिले पनि छ। र अलिकति यो साइडपट्टि चाहिँ बजारदेखि पश्चिम मदन भण्डारी राजमार्ग हुँदै उता सिन्धुली त्यसपछि काठमाडौँ जाने यो चुवाडे भन्दा यता झिल्के टोल गैरन साइडपट्टि चाहिँ त्यहाँ दनवारको बस्तीहरू थियो भने यतातिर चाहिँ यो पुरानो गाईघाट साइडपट्टि बोटे जातिहरू र विशेष अब पुरानो यहाँको बस्ती चाहिँ उहाँहरू नै होला। पछि आएर जस्तो यो असारी अब यहाँ चाहिँ अब यो गाईघाट बजार यहाँ नजिक चाहिँ साकेला टोल छ र यो गाईघाट बजार पहिले यहाँबाट बाँध नहुँदाखेरि यो साइडबाट बजारमा खोला पस्थ्यो र यो साइडमा एकदम त्यो काँचघारी अब खोला जस्तो थियो। यहाँ चाहिँ अब भन्नुपर्दा सापतेलबाट अम्मेवर सिंह बस्नेत ज्यू पहिले नै झर्नुभएको थियो। त्यसपछि हाम्रो मदनराज बस्नेत, हाम्रो नयनदोज बस्नेत अब लगायत अब उहाँहरूको परिवारहरू 12-13 सालदेखि नै यो माथि बोक्सेमा आएर बस्नुभएको रहेछ। जस्तो यो ठाउँमा चाहिँ हाम्रो राउत भागवत राउत भाइको बुवाहरू चक्रबहादुर राउत अब धेरै उहरू हुनुहुन्थ्यो। र पछि आएर चाहिँ यो गाईघाट बजारमा चाहिँ बस्ती बसाउनुको लागि अब 2023 सालतिर पहिले पुरानो गाईघाट भन्ने ठाउँ थियो, त्यहाँ चाहिँ धनीराम बलदेव चौधरी पूर्व मेयरको बुवाहरू लगायत थुप्रै चौधरीज्यूहरू हुनुहुन्थ्यो यता लक्ष्मीपुर। र 23 सालमा चाहिँ गाईघाट बजारलाई बस्ती बसाउनुको लागि पूर्व माननीय चक्रबहादुर बस्नेतज्यूको अध्यक्षतामा 7 कमिटी बनेको थियो। त्यसमा चाहिँ अब मेरो बुवा डाक्टर नरसिंह राई बजार कमिटीको कोषाध्यक्ष, मदनराज बस्नेत सहसचिव, त्यसपछि सचिव चाहिँ एकजना रेग्मी काका हुनुहुन्थ्यो, उहाँले छोडेपछि मदनराज बस्नेतज्यूले हेर्नुभयो। त्यसपछि अब वन डिभिजन, अब सिडिओ कार्यालय अनि एउटा कुन चाहिँ गरे 7 कमिटीले यो बजारमा कमिटी बनाइसकेपछि बजार बस्ने सुरु भयो। र यो माथि देखिएको चाहिँ बोक्से हो, त्यहाँ चाहिँ अब ठुलो घना जङ्गल थियो। यता मास्तिर चाहिँ अब चक्रबहादुर राउत अब बस्नेत, अब चक्रबहादुर बस्नेत, हरिबहादुर बस्नेतको बुवा अम्मेवर सिंह बस्नेत, अब नयनदोज बस्नेत, अब धेरै उहाँहरूको नाम त मलाई थाहा भएन। र तलतिर चाहिँ अब यता चाहिँ पहिले नै फडनी भइसकेको थियो, तलतिर बाँकी थियो। त्यहाँ चाहिँ अब मेरो बुवाको नेतृत्वमा जस्तो सहरमान, त्यसपछि फलाम सिंह, हाम्रो पत्थर मानमामाहरू होला, अब त्यसपछि राउत हाम्रो र ओलट बहादुर रायमाझी लगायतले यहाँ त्यहाँ बस्ती बसाउनलाई फडनी भयो। त्यो मलाई लाग्छ 22-23 सालतिरको कुरो हो। अनि गाईघाटमा यो उसले हाम्रो घर चाहिँ मेन चोक अहिले गाई चोक भएको ठाउँमा थियो।
त्यसपछि खोलाले धेरै दुःख दिइसकेपछि माथि अब नै सर्ने भनेर हाम्रो परिवार सबै हामी लगभग 31-32 सालतिर सर्यौँ। तर पछि आएर हाम्रो सदरमुकाम चाहिँ उदयपुर गढीमा थियो। गढीबाट गाईघाट सार्ने योजना भएअनुसार हाम्रो पुरानो अब यहाँको बासिन्दा स्वर्गीय तेजनारायण चौधरीज्यूको नेतृत्वमा त्यहाँबाट सदरमुकाम गाईघाट बजारमा झारियो। त्यसपछि गाईघाटबाट अब भाडामा बसेको थियो, बोक्सेमा आफ्नै भवन निर्माण गर्ने भनेपछि लगभग 24-48 बिघाको क्षेत्रफल ओगट्दाखेरि हाम्रो जग्गा लगभग 20-22 बिघा जग्गा अधिग्रहणमा पर्यो। तर पछि अब धेरै सङ्घर्ष गरेपछि हामीलाई त्यही नै थोरै नेपाल सरकारले दिएको छ। अब यो तपाईँहरूलाई देखाएको यो समाधिस्थल हो। यो चाहिँ के डाक्टर खोरिया भनिन्थ्यो। यो पनि 25-26 सालतिर मेरो बुवा डाक्टर रमेश्वर राई, फलामसिंह, शहरमान लगायत थुप्रै ज्यूहरूले यहाँ पनि बस्ती बसाउनको लागि यो ठाउँलाई फडानी गर्नुभएको रहेछ। तर पछि नेपाल सरकारले बस्ती बस्न नदिइसकेपछि चाहिँ त्यतिकै जङ्गल भयो। त्यो माथि देखिएको चाहिँ 56 हो। र अब पछि आएर चाहिँ यो मेरो सम्झनामा 44-45 सालदेखि चाहिँ हाम्रो पूर्व नगरपालिका त्रियुगा नगरपालिकाको संस्थापक मेयर लालशेर राई, कमान सिंह राईहरू लगायत मुगाधन राई, वृद्धिमान सार्जन, थुप्रै राईहरू अब बोक्सेको हाम्रो शहरमान राई, पत्थर राई, त्यसपछि थुप्रै अरूको उसमा चाहिँ यहाँ किराँतीहरूको समाधिस्थल बनाउनको लागि सुरु भयो। र पछि आएर यसलाई चाहिँ अब डाक्टर खोरिया भनिन्थ्यो र पछि यसलाई चाहिँ किराँत राई याखा उदयपुर जिल्लाको अध्यक्ष विमल राई र हाम्रो उपाध्यक्ष अहिलेको अध्यक्ष गङ्गा राई र सम्पूर्ण टिमले चाहिँ यसलाई चाहिँ अब यो डाक्टर, अब को त डाक्टर भन्नेपछि इतिहास मेटिएर जान्छ। अथवा मेरो बाजे हुनुहुन्थ्यो डाक्टर, अथवा मेरो बुवा भनेर कसैले नाम राखिदियो भने डाक्टर रमेश्वर राईको इतिहास मेटिन्छ भनेर चाहिँ यसको नाम चाहिँ डाक्टर रमेश्वर राई समाधिस्थल भनेर निर्णय भइसकेपछि यसको नामकरण डाक्टर रमेश्वर राई समाधिस्थल डाक्टर खोरिया किराँतीहरूको समाधिस्थल भनेर राखियो। र यसलाई अब व्यवस्थित गर्नको लागि एउटा डाक्टर रमेश्वर राई समाधि व्यवस्थापन समिति पनि बनेको छ। त्यसको संयोजकमा आफै महेन्द्र कुमार राई लगायत हामी 16-17 जनाको टिम छौँ। र अब यो बर्खामा ठुलो बाढी आउने कारणले गर्दाखेरि सस्पेन्सन ब्रिज डिभिजनले गत वर्ष मात्रै यो सम्पन्न गरिदिएको छ पुल। अब यो यता पारी गइसकेपछि माथि डाँडामा उक्लिनुको लागि समस्या भएको कारणले गर्दा त्यहाँ नजिक यो मलाई लाग्छ विक्रम राईज्यूले भनेअनुसार मेरो साथी 1 साल देउसी खेलेर किराँतीहरूले त्यो बाटो निर्माण सानो थियो, पछि त्रियुगा नगरपालिकाले रकम विनियोजन गरेर अलिकति बाटो चाहिँ ठुलो भएको छ। त्यही पनि त्यो व्यवस्थित बाटो छैन, त्यसलाई अलिकति व्यवस्थित पनि गर्नुपर्ने। र यो अब यहाँ यो पुल चाहिँ पारी गइसकेपछि माथि जानको लागि बाटो बनाउनेको लागि मैले भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईज्यू हुँदाखेरि हामी संस्थाको तर्फबाट बाटो बनाइदिनु भनेर हामीले आग्रह गरेको थियौँ र 5 लाख रुपियाँ विनियोजन गरिदिनु भएको थियो। तर त्यो 5 लाखले यो माथि बाटो सबै व्यवस्थित नहुनु भएर थोरै यहाँ गिटीहरू र त्यहाँ नजिक एउटा स्ल्याब लगाइयो। र अब यो पुलको काम चाहिँ अब यो समाधिस्थल मात्रै होइन, यहाँबाट यतातिर असारी भुसुने जानेको लागि पनि सुविधा हुनेछ। अब यो कुलो पनि छ, यो कुलोको छेउछेउ पछि मोटरसाइकल जानुको लागि राम्रो हुन्छ। अझै पक्की पुल बन्यो भने त यहाँ
झन् मोटरेबल बाटो पनि हुन्छ र यहाँबाट अब यो समाधिस्थल मात्रै होइन, यता मास्तिर ५६ गाउँ छ। ५६ गाउँ जानको लागि पनि यो सुविधायुक्त हुन्छ। र अब यो पुल अब माथि सिधै यो लाँदाखेरि चाहिँ अब रुखहरू ढाल्नुपर्ने भएको कारणले गर्दा यहाँ तलै नै यसलाई उ गरिएको छ। अब यहाँबाट आइसकेपछि अब सिधै यसरी माथि जानको लागि त्यही अब भौतिक पूर्वाधार मन्त्री हाम्रो भूपेन्द्र राईज्यूले पछिल्लोचोटि केही बजेट विनियोजन गरिदिनु खोज्नु भएको थियो, तर मन्त्रीमण्डल फेरि हेरफेर भएपछि त्यतिकै अड्कियो र अब यसलाई चाहिँ हामीले यो आउँदो 82-83 वार्षिक बजेटमा अर्थ मन्त्रालयसँग चाहिँ हामीले संस्थाले रकम माग गर्ने कि भन्ने गरेको छौँ। यो पुल सस्पेन्सन ब्रिज डिभिजनद्वारा निर्माण भएको छ। थ्याङ्क यू।